सेल्स एन्ड मार्केटिङ हेरिरहेको छु। यहाँ चाहिँ मसित म लगायत हामी 15 अहिले तत्काललाई अल नेपाल 15 जनाको टिमले यो यसमा काम गरिरहेको छ। 15 जनाको टिम भन्नु न। अब यसमा अब कति फेरि बिचमा डिस्टर्ब भएर फेरि जोड्नुपर्ने हुनसक्छ। अहिले चाहिँ लगभग 15 जनाले काम गरिरहेको छ। तपाईलाई हाम्रो सफ्टवेयरले चाहिँ कसरी मद्दत पुर्याएको छ? यो सफ्टवेयरमा जस्तै मलाई व्यक्तिगत रूपले मलाई त धेरै यो कम्पनीको धेरै कामहरू छिटो र सजिलो गर्नलाई धेरै सहयोग भएको छ। डेल्टा सेल्स एपको हजुरलाई सपोर्ट सिस्टम चाहिँ कस्तो लाग्यो सर? एकदमै यो एकदमै यो के अरे चाहिँ हजुरले गर्न खोजेको र हामीले माग्दाको बेला सर्भिस अनि मैले नखोज्दा पनि तपाईँहरू आएर के छ कसो भइरहेछ भन्दाखेरि चाहिँ यो गर्न खोजेको चाहिँ एकदमै राम्रो थियो। जति अहिलेसम्म युज गर्नु भएको छ त्यसलाई हेरेर डेल्टा सेल्स एपलाई छोटो मिठोमा के भन्न चाहनुहुन्छ? यसलाई अरू धेरै बेसिक कुराहरू धेरै थप्ने भन्दा पनि अब नेपालको कन्टेक्स्टमा चाहिँ हैन यहाँको कन्टेक्स्ट अनि यहाँको मार्केटको एउटा सिनेरियो हेर्दाखेरि र यो प्रोडक्ट र कम्पनी वाइज छुट्टै दिएर हैन यो चाहिँ सबैलाई एकै खालको बनाउनु खोजे जस्तो हैन सबै जस्तै अब भास्टली मार्केटमा काम गर्ने रुट वाइज थ्रोली गरी काम गरिरहेको छ। जस्तै मल्टिनेसनल कम्पनीहरूले गर्न खोजे जस्तो यहाँ बनिएको छ यो। अब सबै कम्पनीहरू त्यो लेभलका छैनन्। त्यहाँ काम गर्ने मेन पावर पनि त्यो लेभलका नहुँदै गर्दाखेरि चाहिँ त्यसलाई सर्टिङ गरेर हैन त्यसलाई यो कम्पनीलाई यति मात्रै चाहिन्छ यसलाई यति मात्रै चाहिन्छ भनेर त्यसलाई चाहिँ छुट्याइदिएको भए अझै बेटर हुन्थ्यो। यहाँ चाहिँ धेरै भास्ट छ जस्तो लाग्छ। अहिले पनि अब जस्तै म आफू पनि टेक्निकल यी सबै कुराहरू जान्न सक्दाखेरि यो प्रयोग गर्नु पऱ्यो। एपले तपाईँलाई अलिकति के मद्दत पुर्याएको छ? होइन त्यो त त्यसको लागि चाहिँ जस्तै हामीले समस्या फेस गरेको अब मान्छे कुन ट्र्याकमा छ छैन त्यहाँ प्रोपरली काम भएको छैन। अब त्यहाँ त सिसिटिभी राखेर हेर्ने कुरा भएन। बजारमा गएको छ भनेर चाहिँ काम त्यहाँ राइट टाइममा राइट ठाउँमा पुगेको छ कि छैन भन्ने कुराहरू हेर्ने कुरामा यसले प्रोपरली काम गरिदिएको छ होइन। अब त्यहाँ कलेजको टाइममा चाहिँ एटेन्डेन्सदेखि लिएर सामान्य एटेन्डेन्सदेखि लिएर कसले प्रोपरली युज गरेर प्रोपरली चाहिँ रेगुलर काम गरिदिएको छ बजारमा। त्यो कुराहरू हेर्नु चाहिँ धेरै सपोर्ट भएको छ। तपाईँहरू अहिले यहाँदेखि तपाईँ उर्लाबारी ट्रान्सफर जानुहुन्छ होइन, जस्तै तपाईँ यो रुट हिँड्नुहुन्छ, यो रुटमा धेरै ठाउँमा जङ्गल पर्छ जहाँ चाहिँ नेटवर्कै आउँदैन त्यो त अलग कुरा होइन। त्यस्तो ठाउँमा कुनै हाम्रो पार्टीलाई भिजिट गर्दाखेरि के गर्दाखेरि के समस्या परेछ अफलाइनतिर? बिटमा चलेकै छैन। बिटमा चलिँदैन। आज 50 पार्टिज मैले एड गरेर राखेँ। बिटमा 11 पार्टिज छ, त्यसमा मैले 35 मात्रै भिजिट गरेँ, 15 बाँकी छ। त्यहाँ चाहिँ नन भिजिटेबल हुन देखाउनु पर्ने केही कारणै छैन किन हामी बिटमा हिँडेकै छैन। रुटमा चाहिँ हिँडिरहेका छौँ, ट्र्याकिङ भइरहेको छ, बिट जोइन गरेकै छैन। त्यसले गर्दा त्यो थाहा पाइन्छ। Thank you, sir.